गरेर बनाएर दिइहाल्यो गिलो कि सुक्खा गिलो गिलो भाइ खाने कि लाने खाने हो खाने हो हजुर अच्छा लाउनु सर्छु ल धन्यवाद धन्यवाद ए दाजु मलाई बिस्को पानीपुरी दिनुहोस् न एकछिन ल बहिनी ए दाजु कति नराम्रो तरिकाले अलिक सफा सुग्घर तरिकाले बनाउनुहोस् क्या ती टोइलेट जान्छ न हात साबुनले धुनुहुन्छ न पखाल्नु पनि हुँदैन तपाईँ त अलिक राम्रो तरिकाले बनाउनुहोस् क्या मान्छे आउने बित्तिकै ए कति राम्रो तरिकाले बनाउनु भएको खाम 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 भन्ने अलिक राम्रो तरिकाले बनाउनुहोस् न दाजु होइन बहिनी म त बिहान 5 बजे उठेर भगवानको पूजा गर्छु सुरुमा त्यहाँदेखि यता अगरबत्ती जलाएर मात्र चटपटे बनाउन बस्छु नि ए हो र हो नि त्यसमा मलाई बिस्को पानीपुरी दिनुहोस् न त हुन्छ लाउनु लाउनुहोस् त तपाईँको भयो यी मूर्खहरूलाई कसले सम्झाओस् 10 दिनदेखिको आलु 15 दिन अगाडिकोदेखि प्याज अनि त्यहाँदेखि पानीपुरीको मसला पनि एक्सपायर भएको अब यो अमिलो पनि एक्सपायर हुनै आँटो होला यो भुजा पनि उसिएको अब यिनीहरू मूर्खहरूलाई कसले सम्झाओस् अब जान्ने मान्छे थियो भने त पानीपुरी नै खाँदैन थियो नि चटपटे नै खाँदैन थियो नि अब यी मूर्खहरूको केही हुन सक्दैन आउनु हजुर आउनु पानीपुरी चटपटे खाएर जानु